आजको कार्यक्रममा सुन्तला बगैँचा व्यवस्थापन सम्बन्धमा कृषि ज्ञान केन्द्र संखुवा सभाका सहायक बाली संरक्षण अधिकृत सरोज खिम्बुले राईसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। कुराकानीका साथ दुर्गा निरौला। आज हामी सुन्तला बगैँचा व्यवस्थापनको सम्बन्धमा कुराकानी गर्नेछौँ। सर्वप्रथम त सुन्तला बगैँचा व्यवस्थापन भनेको के हो? सुन्तला खेतीलाई चाहिँ व्यवस्थित, उत्पादनशील र दीर्घकालीन बनाउने एउटा प्रक्रिया हो। अब यसको मुख्य उद्देश्य भनेको चाहिँ उत्पादनलाई वृद्धि गर्ने, गुणस्तरीय फल उत्पादन गर्ने, रोग किरा नियन्त्रण गर्ने र दिगो कृषि प्रबन्धन प्रक्रिया हो। सुन्तला बगैँचा व्यवस्थापन गर्न किन आवश्यक छ? किसानहरूले चाहिँ सुन्तला खेतीको लागि विभिन्न लगानी गरेको हुन्छ। यस्तो किसिमको व्यवस्थापन गरिएन भने चाहिँ बिचैमा विभिन्न किसिमको समस्या आउन सक्छ, रोग आउन सक्छ, किरा आउन सक्छ, मलजलको व्यवस्थापन गर्न सकिँदैन। त्यो कारणले त नोक्सान हुन्छ। त्यो कारणले चाहिँ अत्यन्तै आवश्यक छ सुन्तला बगैँचा व्यवस्थापन गर्नका लागि। अब सुन्तला बगैँचा व्यवस्थापन गर्दा के कस्ता कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ? सुन्तला बगैँचा व्यवस्थापन कहाँ गर्ने, कसरी गर्ने भन्ने कुरामा हामीले बुझ्नुपर्ने हुन्छ। सर्वप्रथम हामीले के बुझ्नुपर्छ भन्दाखेरि जग्गाको छनौट कस्तो किसिमको गर्ने भन्ने हुन्छ। जहाँ निकासको चाहिँ राम्रो व्यवस्थापन, सिँचाइको राम्रो स्रोत र दोमट किसिमको माटो र उत्तम माटोमा पिएच भन्छ त्यो अम्लीय र क्षारीयपन, त्यसको स्केल 6 देखि 6.5 हुनुपर्छ र जसमा चाहिँ प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको माटो, उत्तरी पूर्व मोडा भएको र प्रशस्त मात्रामा चाहिँ सूर्यको प्रकाश पाउने किसिमको जग्गा छनौट गर्न चाहिँ उपयुक्त हुन्छ। हाम्रो नेपाल त अब तराईदेखि माथि हिमालसम्म छ। कस्तो भौगोलिक क्षेत्रमा सुन्तला खेती हुन्छ त भन्ने कुरा नै हामीले जान्नुपर्ने कुरा हो। 900 मिटर हाइटदेखि 1500 मिटरको हाइटसम्म सुन्तला खेती गरिरहेको अवस्था देखिन्छ। तर प्राविधिक तवरले सिफारिस गर्दाखेरि 1000 देखि 1200 मिटरसम्मको उचाइको भौगोलिक क्षेत्रलाई चाहिँ सुन्तला खेतीको लागि उपयुक्त उचाइ मान्न सकिन्छ। संखुवा सभा जिल्ला लगायत कोशी प्रदेशमा सुन्तला खेतीको वर्तमान अवस्था के कस्तो रहेको छ? नेपालको परिचयमा चाहिँ हाम्रो 58 वटा जिल्लामा चाहिँ अहिले 28,790 हेक्टरमा सुन्तला खेती भइरहेको छ र जसमा चाहिँ 1,94,566 मेट्रिक टन चाहिँ उत्पादन रहेको अवस्था छ। 2080 12 महिना 30 गते सुन्तलालाई चाहिँ राष्ट्रिय फलको रूपमा पनि घोषणा भइसकेको छ, राष्ट्रिय फल पनि सकेको छ। जनस्वास्थ्यको हिसाबले, पोषणको हिसाबले र ग्रामीण अर्थतन्त्रको हिसाबले चाहिँ एकदम ठुलो महत्त्वपूर्ण योगदान पुर्याएको छ। र कोशी प्रदेशको परिप्रेक्ष्यमा हेर्दा 7 वटा प्रदेश मध्ये गण्डकी प्रदेश पछाडि कोशी प्रदेश दोस्रो स्थानमा छ उत्पादनको हिसाबले र क्षेत्रफलको हिसाबले। अधिकांश कोशी प्रदेश चाहिँ पहाडी जिल्लाले ओगटेको छ। प्रत्येक जिल्लामा व्यावसायिक सुन्तला खेती गरेको बगैँचा प्रशस्त मात्रामा छ। संघीय सरकार, कोशी प्रदेश सरकारले, स्थानीय सरकारले चाहिँ यो सुन्तला खेती वृद्धि र प्रवर्धन गर्नका लागि चाहिँ विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। जस्तै अब संघीय सरकार अन्तर्गत चाहिँ ब्लक, जोन, सुपर जोन अनुसार काम गर्दैछ भने प्रदेश सरकार र स्थानीय सरकार अन्तर्गतै सुन्तला क्षेत्र विस्तार कार्यक्रम, सुन्तला बगैँचा व्यवस्थापन कार्यक्रम गर्दै आएको छ। समग्र भन्नुपर्दाखेरि कोशी प्रदेशमा सुन्तलाको प्रबल सम्भावना भएको अवस्था छ। व्यवस्थापनका कुराहरूलाई लागू गर्दै गयो भने जनताहरूले चाहिँ आर्थिक उन्नति गर्नका लागि एकदमै योगदान पुर्याउँछ सुन्तला खेतीले। सुन्तला बगैँचा व्यवस्थापनको मुख्य कार्य अन्तर्गत बोट बिरुवा काटछाँट गर्नु हो भनिएको छ। बोट बिरुवाको काटछाँट गर्ने उपयुक्त समय चाहिँ कहिले होला? सुन्तलाको काटछाँट गर्ने टाइम चाहिँ अहिले नै हो जब सुन्तला टिपिन्छ, विशेष गरेर पुष र माघको महिनामा। फल टिपिसकेपछि चाहिँ हामी काटछाँट गर्नु चाहिँ अत्यन्तै जरुरी मानिन्छ। यो चाहिँ कसैले पनि प्रयोग नगरिएको पाइएको छ, तर गर्न जरुरी हुन्छ। काटछाँट गर्नु भनेको चाहिँ के हो भन्दा सुन्तला बोट बिरुवामा चाहिँ देखा परेका अनावश्यक हाँगाहरू, रोगग्रस्त हाँगाहरू, सुकेका हाँगाहरू, कम फल लाग्ने हाँगाहरूलाई हटाएर स्वास्थ्य बलियो र उत्पादनमुखी बनाउने प्रक्रिया हो काटछाँट भनेको। काटछाँटमा चाहिँ विभिन्न किसिमका चाहिँ क्रियाकलाप गर्नुपर्ने हुन्छ। पहिलो छ टुप्पा र हाँगाको व्यवस्थापन भनिन्छ। यसमा सुन्तलाको रुखलाई चाहिँ धेरै वृद्धि गर्न नदिई निश्चित उचाइसम्म वृद्धि गर्न दिने, प्राविधिक हिसाबले 9 देखि 10 फिटसम्म चाहिँ उचाइ राख्ने, त्यसको टुप्पा चाहिँ मोडिदिने, हाँगाहरू चाहिँ फैलिन दिने, रुखको मुख्य काण्डबाट 4 देखि 6 वटा मुख्य हाँगा फैलाउने इक्वल दूरीमा, जमिनको तल्लो हाँगाबाट 50 सेन्टिमिटर माथि हुनुपर्छ भन्नु खोजेको चाहिँ सबैभन्दा मुनिको हाँगा जमिनबाट 50 सेन्टिमिटर माथि हुनु पर्यो। फलिरहेको रुख हुन्छ। काटछाँट कसरी गर्ने भन्दा हिउँदको समयमा पुष र माघको महिनामा हाँगाहरू काटछाँट गर्नुपर्ने हुन्छ। सुकेका हाँगा फाल्ने, रोगी हाँगा फाल्ने, कमजोर हाँगा फाल्ने र चोर हाँगा फाल्ने। चोर हाँगा कसरी चिन्ने भन्दाखेरि यो चोर हाँगा चाहिँ मुख्य काण्ड र मुख्य सहायक हाँगाको बिचबाट आएको हुन्छ र ठाडो हुन्छ। अत्यन्त लामा लामा किसिमका काँडाहरू हुन्छन्, हरियो हुन्छ, गोलाई चेप्टा आकारको हुन्छ
यस्तो किसिमको हाँगा चाहिँ फाल्नै पर्ने हुन्छ। किसानलाई चाहिँ यो हाँगा चाहिँ फेरि मन पराउनु हुन्छ, एकदमै हरियो भएर गएको हुन्छ, लामो हुन्छ र यो चाहिँ फल्ने हाँगा भनेर राख्नुहुन्छ, तर यसले चाहिँ कहिल्यै पनि फल दिँदैन। स्वास्थ्य हाँगाहरू हामीले छोडेका हुन्छौँ र त्यसलाई पनि व्यवस्थित गर्नुपर्ने हुन्छ। यो भन्नुको अर्थ के, हाँगाहरू चाहिँ ठाडो नभएर तिर्सो बनाउने, त्यो आफै तिर्सो हुँदैन, डोरीको सहायताले तिर्सो बनाउन सकिन्छ। र यसरी गर्दा के हुन्छ भन्दा चाहिँ फल फल्ने हाँगाहरू चाहिँ बलिया हुन्छन्, धेरै फलहरू चाहिँ बोक्न सक्ने हुन्छ। समयमै काटछाट नगर्दा सुन्तलाको उत्पादनमा कस्तो असर पर्छ यो पनि बताइदिनुहोस् न। बगैँचामा चाहिँ काटछाट गरिएन भने हामी छिर्न पनि सक्दैन, हाँगाहरू फैलिएको हुन्छ, चोर हाँगाहरू यति धेरै आउँछ, वर्ष्याउनी आएको हुन्छ, काम गर्न एकदमै गाह्रो हुन्छ। त्यो नफल्ने किसिमका नराम्रा हाँगाहरूले चाहिँ खाद्य तत्त्वहरू चाहिँ खाइदिने हुन्छ र खाद्य तत्त्व खाइदिएपछि राम्रो तरिकाले चाहिँ फल लाग्दैन, फुल लाग्दैन। सूर्यको प्रकाशको किरण चाहिँ राम्रो तरिकाले बगैँचामा छिर्न पाउँदैन, नछिरेपछि ओसिलोपना बढी हुन्छ। ओसिलोपना बढी भएपछि रोग, किरा, टुसीजन्य रोगहरू चाहिँ वृद्धि विकास हुने, फुल खेले तापनि त्यसको फुलहरू चाहिँ परिपक्व नहुने, फल नअडिने, त्यस्तै किसिमको चाहिँ समस्या हुन्छ। स्वस्थ र लामो समयसम्म उत्पादन लिनका लागि सुन्तलाको बगैँचामा मलखाद व्यवस्थापन कसरी गर्नुपर्छ त त्यो पनि बताइदिनुहोस् न। काटछाट गर्ने लगतै हामीले 1% बोडो मिश्रण भिज्दै गरेर लगाउने हो। सुन्तलाको फेदमा चाहिँ पुरा सेता सेता दलेको देखिन्छ, त्यो भनेको चाहिँ बोडो पेस्ट हो, जुन चाहिँ जमिनको 50 सेन्टिमिटर माथिसम्म बोडो पेस्ट ढल्नुपर्ने हुन्छ, जसले गर्दाखेरि विभिन्न किसिमका टुसीजन्य रोगहरू नियन्त्रण हुन्छ। जब हामीले काटछाट गरिन्छ तब मल लगाउनु पर्ने हुन्छ। नेपाल सरकारले सुन्तलाको उमेर अनुसार मात्रा डोजहरू सिफारिस गरिएका छन् र सिफारिस अनुसार चाहिँ बिरुवाको क्यानोपी व्यवस्थापन हुन्छ। क्यानोपी भनेको चाहिँ यस्तो ठाउँ हो जहाँ चाहिँ रुखको छारीको अन्तभाग अथवा रुखको तप्कना झर्ने ठाउँ, त्यो ठाउँमा औँठा आकारमा 20 देखि 30 सेमी गहिरो र 20 देखि 30 सेमी चौडा रिङ बनाएर मल लगाउने हो, त्यसलाई पुर्ने र माथिबाट चाहिँ छापो लगाउने। छापो लगाइसकेपछि चिस्यानको मात्रा रहिरहन्छ। सिँचाइ सँगसँगै 1 भाग गौतमा 5 भाग पानी मिसाएर लगाउन प्रभावकारी हुन्छ। गौतमा गोबर मल भन्दा चाहिँ 2 गुणा चाहिँ पोषक तत्व हुन्छ। फल फल्दै गरेको बिरुवाको लागि 6 वर्षको बिरुवाको लागि 60 केजी गोठे मल, 530 ग्राम युरिया, 313 ग्राम चाहिँ डिएपी, 350 ग्राम चाहिँ एमओपी लगायौँ भने चाहिँ पर्याप्त हुन्छ। सिंचाइको अभावले सुन्तला बगैँचामा के कस्ता समस्या देखिन्छन् र सिंचाइको उपयुक्त समय कहिले हो छोटकरीमा बताइदिनुहोस् न। सिंचाइ भन्ने बित्तिकै अत्यन्त महत्त्वपूर्ण कुरा हो। सुन्तला खेतीमा चाहिँ सिंचाइको व्यवस्थापन गरिएन भने फुलदेखि लिएर फल लाग्नदेखि लिएर र फल पाक्ने कुरा चाहिँ यसले ठुलो समस्या ल्याउँदछ। छोटकरी भन्न चाहन्छु, सिंचाइ मुख्य गरेर चाहिँ 3 अवस्थामा ध्यान पुर्याउनै पर्ने हुन्छ। पहिलो सिंचाइ छ फुल फुल्नु भन्दा 10 देखि 15 दिन अगाडि सिंचाइ गर्नुपर्ने हुन्छ, पहिलो सिंचाइ। दोस्रो सिंचाइ भनेको जब फुल धपक्क फुलिसक्छ त्यसको 15 दिन पछाडि एकपटक लाउने हो। तेस्रो सिंचाइ भनेको चाहिँ दोस्रो सिंचाइको चाहिँ 1 महिना पछाडि सिंचाइ गर्यो भने सिंचाइ चाहिँ व्यवस्थापन गर्न सकिन्छ। रोग किराको पनि कुरा निस्किएको छ। सुन्तलामा देखिने प्रमुख रोग र किराहरू कुन कुन हुन् र तिनको प्रभावकारी नियन्त्रणका उपायहरू पनि त छन् नि, हैन? रोग किरा चाहिँ एकदमै धेरै मात्रामा लागेको अवस्था छ। सुन्तलाको फलको आउने औसा भन्छ, यसलाई चाइनिज झिगा पनि भनिन्छ। यो चाहिँ ब्याक्टोसेरा मिनाक्स प्रजातिको झिगा हो। जब हाम्रो सुन्तला दाना चाहिँ गुच्चा जत्रो आकार हुन्छ त्यसको ओभिपोजिटरले चाहिँ छेडेर चाहिँ फुल पार्छ। फुल पारिसकेपछि चाहिँ सुन्तलाको विकाससँगै त्यसको फलबाट औसाहरू निस्किएर गुदीहरू खाइदिने काम गर्छ र गुदीहरू खाइसकेपछि चाहिँ सुन्तलाहरू खुस्रो हुन्छ र खुस्रो भइसकेपछि झर्छन् पनि। साउनदेखि कार्तिक 15 सम्म चाहिँ प्रशस्त मात्रामा झर्छन्। यसलाई चाहिँ कसरी व्यवस्थापन गर्ने भन्दाखेरि 2टा तरिकाले गर्न सकिन्छ। एउटा चाहिँ औसाको व्यवस्थापन गर्ने र अर्को चाहिँ माउ अथवा पोथी झिगालाई चाहिँ व्यवस्थापन गर्ने। र औसालाई कसरी व्यवस्थापन गर्ने भन्दा साउनदेखि चाहिँ असोजसम्म झरेका फलहरू हुन्छन्, त्यो फलहरू चाहिँ प्रत्येक दिनमा चाहिँ हामीले बगैँचामा गएर चाहिँ बटुल्ने, प्लास्टिकको भाँडोमा गर्ने, यसमा चाहिँ कीटनाशक विषादी स्प्रे गरेर 1 मिटर गहिरो खाल्डा खनेर कम्तीमा नि 30 सेन्टिमिटर माटोको लेयरले चाहिँ पुरिदियो भने औसाबाट चाहिँ प्युपेसनमा जान रोक्न सकिन्छ। पोथी माउले चाहिँ व्यवस्थापन कसरी गर्ने भन्दाखेरि क्षेत्रगत किरा नियन्त्रण विधि भनिन्छ। जब हाम्रो सुन्तला आकारको हुन्छ अथवा वैशाख महिना हुन्छ, वैशाख महिनामा चाहिँ प्रोटिनयुक्त चारो पासो क्षेत्रगत किरा नियन्त्रण विधिबाट चाहिँ हामीले लगाउने। कसरी गर्ने भन्दाखेरि फलले 3 बोट बराबर चाहिँ एउटा बोट छनौट गर्ने र त्यो बोटको पनि अलिकति छाया पर्ने भागमा 1 मिटर अथवा 0.5 मिटरको व्यास हुने गरी विषादीयुक्त प्रोटिन हाइड्रोलाइसेट भन्छ चारो हुन्छ, त्यो चाहिँ स्प्रे गर्ने। कसरी गर्ने भन्दाखेरि 7-7 दिनको फरकमा 10 पटकसम्म चाहिँ स्प्रे गर्ने। त्यो चारो पोथी खाना जान्छ र एकैचोटि खाने पोथीहरू चाहिँ व्यवस्थापन हुन्छ। सुन्तलामा चाहिँ औसा पानी झिगा व्यवस्थापन गर्न सकिन्छ। अर्को पात खन्ने किरालाई चाहिँ लिफ माइनर भन्छ। यो चाहिँ पाउला अवस्थामा चाहिँ पात खन्ने किराको माउले चाहिँ अन्डा पार्दछ।
र अन्डा पारिसकेपछि बिस्तारै गएर चाहिँ पछि त्यो छिप्पिएर त्यसबाट चाहिँ लार्भा छिन्छ। त्यो लार्भाले चाहिँ के भन्छ कोतरेर खाने काम गर्छ। लाइकिरा पनि यो पाउला अवस्थामै देखिन्छ, जसले चाहिँ अब नयाँ पाउलाहरू डाँठ कलिला डाँठहरू चाहिँ चुसेर खाएर चाहिँ नष्ट गरेको अवस्था छ। व्यवस्थापन चाहिँ कसरी गर्न सकिन्छ भन्दाखेरि नयाँ पाउला आएको अवस्थामा चाहिँ हामीले निमजन्य विषादी एजाडेराक्टिन 1500 ppm भन्ने हुन्छ, जुन 5 ml 1 लिटर पानीमा मिसाएर चाहिँ स्प्रे गर्ने। यो चाहिँ 7 दिनको फरकमा 3-4 चोटि गर्ने। अथवा हर्टिकल्चर वेल, यो चाहिँ कृषि खनिज तेल हो, जुन चाहिँ 10 ml खनिज तेल चाहिँ 1 लिटर पानीमा मिसाएर स्प्रे गर्न सकिन्छ। र अर्को चाहिँ अब गाउँघरमा प्रयोग गर्न सकिने अर्को कुरा के हो भन्दाखेरि गाईको कुहिएको गौतमा 1 भागमा 4 भाग पानी मिसाएर स्प्रे गर्नलाई पनि नियन्त्रण गर्न सकिन्छ। देखा परेको अर्को किरा भने चाहिँ कत्ले किरा हो, स्केल इन्सेक्ट भन्छ। कत्ले किरा हामीले नामै काफी छ, यसमा चाहिँ यसको बाहिरी भाग पतला जस्तो एकदमै टल्किने खालको चाहिँ पतला भएको किराहरू हुन्छन्, जसले चाहिँ सुन्तला कलिला डाँठहरू कलिला फलमा बसेर चाहिँ चुसेर खाइदिन्छ। कत्ले किराको समस्या के देखिएको छ भन्दाखेरि भदौ असोजतिर भेटनाममा चाहिँ बसेर झरेको पनि समस्या देखिएको छ। र यसको व्यवस्थापन कसरी गर्ने भन्दाखेरि यसको लागि पनि खनिज तेल चाहिँ प्रभावकारी मानिएको छ। खनिज तेल हर्टिकल्चर वेल चाहिँ 10 ml 1 लिटर पानीमा लगाएर 7-7 दिनको फरकमा 3-4 पटक स्प्रे गर्यौँ भने सुरक्षित हुन्छ। कोशी प्रदेश चाहिँ अलिकति बढी पानी पर्ने ठाउँ, बढी पानी पर्ने भएको कारणले गर्दाखेरि चाहिँ सिजन्य रोगहरू चाहिँ देखा परिएको अवस्था छ। पिङ्क डिजिज, यो गुलाबी रोग भन्छ, यसले पिङ्क डिजिज भन्छ। यो चाहिँ एउटा सिजन्य रोग हो। यो विशेष गरेर चाहिँ बढी तापक्रम र बढी पानी परेको अवस्थामा चाहिँ लाग्छ। बोक्राहरू चाहिँ पिल्साइदिने अथवा कुवाइदिने सडाइदिने काम हुन्छ र पछि गएर चाहिँ गुलाबी कलरमा चाहिँ परिवर्तन हुन्छ। कसरी व्यवस्थापन गर्ने भन्दाखेरि फल नफल्ने खालको हाँगा छ अथवा त्यसलाई चाहिँ जुन हाँगामा रोग लागेको काटेर हटाउने। हटाइसकेपछि कपर अक्सिक्लोराइड 50% WP 2 ग्राम प्रति लिटर पानीमा लगाएर चाहिँ स्प्रे गर्ने। खरानी रोग जब हामी सुन्तला चाहिँ पाउलिन्छ ठ्याक्कै खरानी जस्तो देखिन्छ। कसरी व्यवस्थापन गर्ने भन्दाखेरि चाहिँ पाउला आएको अवस्थामा चाहिँ सफा पारी स्प्रे गर्नले पनि केही हदसम्म नियन्त्रण गर्न सकिन्छ। 1% बोडो मिश्रणको अथवा दुषिनाशक विषादी कार्बेन्डाजिम विषादी 1 ग्राम प्रति लिटर पानीमा लगाएर व्यवस्थापन गर्न सकिन्छ। सिट्रस ग्रिनिङ भन्ने रोग अत्यन्तै खतरनाक खालको चाहिँ ब्याक्टेरिया जन्य रोग देखा परेको छ, पहिलेदेखि देखा परेको र नेपालको पहिलोचोटि पोखरामा देखा परेको थियो। कसरी चिन्ने? सुन्तलाको पातमा पहिला खालका चम्किला खालको धब्बाहरू देखिन्छ। यसो हेर्दाखेरि चाहिँ खाद्य तत्त्वको कमी हो कि जस्तो चाहिँ देखिन्छ, तर खाद्य तत्त्व र यसको चाहिँ फरक हुन्छ। खाद्य तत्त्वको चाहिँ पातमा हेर्दाखेरि मेन नसाको दुईपट्टि हेर्दाखेरि चाहिँ समान किसिमको धब्बा देखिन्छ खाद्य तत्त्वको समस्या हुँदाखेरि, तर सिट्रस ग्रिनिङको समस्या देख्दाखेरि चाहिँ त्यो दुईपट्टिको भागमा चाहिँ एकतिर धेरै पहेँलो भाग हुन्छ, एकतिर कम खालको पहेँलो धब्बाहरू देखिन्छन्। फल हेरेर पनि लक्षण थाहा पाउन सकिन्छ। फल एकातिर उठेको जस्तो देखिने, त्यसलाई काटेर हेर्दाखेरि एकपट्टिको केस्रा चाहिँ सानो, एकपट्टिको केस्राको भाग ठुलो अमिल्दो खालको चाहिँ देखा पर्दछ। जरा हेर्दाखेरि सहायक जराहरू हुन्छ, त्यसको जराहरू चाहिँ कमी भएको हुन्छ कि अहिलेसम्म यो रोगको व्यवस्थापन गर्ने कुनै पनि विषादीहरू चाहिँ अहिलेसम्म पत्ता लागेको छैन। व्यवस्थापन गर्न त पर्यो। सिट्रस स्क्रिनिङ चाहिँ चुसा किराहरूले सार्ने काम गर्दछ। नयाँ किसिमको चाहिँ प्रोटोकलहरू पनि हाम्रो नेपाल सरकारले चाहिँ डेभलप गर्दैछ। सुन्तला बिरुवा भरपर्दो खालको नर्सरीबाट मात्रै ल्याउने र भरपर्दो नर्सरी कसरी मान्न सकिन्छ भन्दाखेरि त्यो नर्सरी PCR टेस्ट गरेको हुनुपर्छ, बिरुवाहरू चाहिँ जाली घरभित्र हुनुपर्छ। हवस् त, महत्त्वपूर्ण समय दिएर सुन्तला बगैँचा व्यवस्थापन सम्बन्धमा महत्त्वपूर्ण जानकारी गराइदिनु भएकोमा धेरै धेरै आभार व्यक्त गर्दछु। धन्यवाद। सुन्तला बगैँचा व्यवस्थापन सम्बन्धमा कृषि ज्ञान केन्द्र संखुवा सभाका सहायक बाली संरक्षण अधिकृत सरोज खिम्बुले राईसँग गरिएको कुराकानीपछि अन्त्यमा आजको कार्यक्रम सुनेपछि प्रतिक्रिया दिनु परेमा हाम्रो ठेगाना हो प्रादेशिक कृषि रेडियो कार्यक्रम कृषि विकास निर्देशनालय विराटनगर र रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र कोशी प्रदेश धनकुटा। फोन नम्बर 026522387 र इमेल ठेगाना रहेको छ aryani@gmail.com। हवस् त, आजलाई प्रादेशिक कृषि रेडियो कार्यक्रम यति नै।